सो आज चाहिँ म्याक्स ट्युनिङबाट इन्सपायर लेग वर्कआउट ट्राई गर्दैछु, जुनमा चाहिँ फर्स्ट वर्कआउट बारबेल स्क्वाट्स छ। यसको चाहिँ 3 देखि 4 सेट्स गर्ने, अलि हेभी ट्राई गर्ने, अनि 6 देखि 8 रेप्स हान्ने। डिप डाउनसम्म जान ट्राई गर्ने। सो स्क्वाट्स पछि नेक्स्ट वर्कआउट लेग प्रेस छ। यसमा चाहिँ क्लिन फर्मले एक्टिभेट गर्ने, यसको चाहिँ 4 सेट्स गर्ने, 8 to 10 reps each set। सो लेगको लागि नेक्स्ट वर्कआउट फर लेग डेफिनेसन लेग एक्सटेन्सन छ, यसको चाहिँ 4 सेट्स गर्ने, 12 to 15 reps, अनि टपमा लगाएर चाहिँ 2 देखि 3 सेकेन्ड होल्ड गर्ने। ह्यामस्ट्रिङ्सको लागि फर्स्ट वर्कआउट लाइङ लेग कर्ल्स छ। यसको 3 देखि 4 सेट्स गर्ने, एक्सटेन्सन जस्तै टपमा लगाएर होल्ड गर्ने। सो ह्यामस्ट्रिङ्सको लागि नेक्स्ट वर्कआउट चाहिँ आरडिएल छ। यो चाहिँ हिल्स एलिभेटेड फर 3 सेट्स 10 to 15 reps। सो ह्यामस्ट्रिङ्स पछि चाहिँ ग्लुट्सको लागि एउटा वर्कआउट छ, सो हिप थ्रस्ट गर्छु, यसको 3 सेट्स 12 to 15 reps। सो आजको वर्कआउट चाहिँ स्ट्रेन्थ र हाइपरट्रोफीको पर्फेक्ट कम्बिनेसन थियो। सो वर्कआउटको डिटेल्स र रेटिङ चाहिँ म क्याप्सनमा दिन्छु।